हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ बिहानको 6 बजिरहेछ। म चाहिँ अब काफल खान हिँडेको। म चाहिँ अहिले यसो हेर्दाखेरि डोलतिर छु। मेरो यहाँ बत्तिस पनि छ। हामी चाहिँ अब काफल खान जानु लाग्यो। आजको चाहिँ अब म काफल खान जानु लाग्यो, भ्लग बनाउन लाग्यो। अब काफल चाहिँ छ कि छैन थाहा छैन। यो बाटो चाहिँ यस्तो छ। अब हाम्रो चाहिँ यो डोलमा फेरि मृगहरू, कालिजहरू सबै थोक पाइन्छ क्या। अनि त्यसपछि अलिक डर लाग्दो पनि छ। अस्ति पहिरो सहिरो गएर सबै बाटै छैन क्या। बाटै कस्तो कस्तो खालकोहरू छ। यो चाहिँ हाम्रो गाउँ हो। यहाँबाट देख्ने गाउँ चाहिँ यस्तो छ। कतै कराइरहेछ चराहरू। अब ल यहाँ त बाटै छैन क्या हो। यहाँ चाहिँ बाटो कसरी जाने अब? यहाँ बाटै छैन त। यहाँ पाए पनि रहेछ है। अहिले चाहिँ यस्तो भएछ ठाउँ। यहाँ त सानो दलानी रहेछ। नसमाउँदा म अलिकति मुख धुन्छु। गाउँको पानी यस्तो छ कि ल काफलै छैन रहेछ यार। हेर्नु त यहाँ के हो यो? जुगाले टोकिरहेछ मलाई यहाँ। हेर्नु त यहाँ हो जुगा लाग्यो। यहाँ जुगा यहाँ देख्न सक्नुहुन्छ। पहिला यो चाहिँ काठमाडौँतिर अब वेडिङमा अलि अब यो डेकोरेसनको लागि युज हुन्छ नि। यो पानी अमलाको बोट। यहाँ चाहिँ पानी अमला हुन्छ। यहाँ आउने यो यस्तो पोखाल्ने पानी अमला हुन्छ यसमा। अनि यो चाहिँ यसरी पुस्ने अमला त सबैले खानुभयो होला। यो पानी अमल चाहिँ खानुभएको छैन होला कसैले। पानी अमल चाहिँ यस्तो टाइपको हुन्छ। अनि यो चाहिँ पानी आउँछ क्या। यो टाइपको हुन्छ क्या पानी अमला। अनि यता चाहिँ फेरि औँसेलोहरू नै रहेछ टन्न। आमामामा औँसेलो त कम त रहेछ त रहेछ पनि। अब सागा औँसेलो खानु पर्यो। ल औँसेलो यति धेरै रहेछ क्या फेरि है। ऐसेलहरू हाम्रो यो जङ्गलतिर त ऐसेलु के यो चरा हुर्किने टाइममा यस्तो ऐसेलु अनि यो काफलहरू सबै आउने रहेछ के। अनि यस्तो हात चाहिँ यस्तो फुर्छ। यस्तो मिठो रहेछ नि है गुलियो। हेरौँ तिम्रो हालको। जब मलाई त पुग्यो अगायो। ऐसेलु भने यही हो। ल ऐसेलु चाहिँ बजारतिर बेचेको भेट्दैन है। ऐसेलुहरू यता आउने यताको धेरै रहेछ नि। आमा खाउने औँसीमा यो अस्ति नै हामीले सानोमा घरतिरै हुँदाखेरि क्या। अनि गाउँघरमा त अनि आमालाई दिनलाई केही पनि हुँदैन थियो। अनि हामीले चाहिँ यस्तै जङ्गलमा जाने, काफल टिप्ने, औँसेलो टिप्ने। अनि आमालाई दिन्थ्यो क्या। औँसेलो टिपेर काफल दिएर आमा खाउने औँसीमा यति धेरै औँसीमा
Yes, guys. It's a guys. Ha 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 ha. ल जाउँ तल तल पनि छ त उतै हेर त यहाँ छ कति धेरै खानै नसकिने यार यो गुलियो नि धेरै भयो कि ल हेर उत पाल्दिएर खाउँला यो अब यो वैशाख जेठको बेला चाहिँ यो अब जङ्गलमै क्या जे होस् भोगाइ चाहिँ नहुने क्या मान्छेहरू भोगाइ चाहिँ हुँदैन यहाँ गुलियो रस आउँछ फुलको बोट हो यो पनि फुलको बोट हो है यहाँ उ यहाँ यो चाहिँ ऐसेलोको बोट हो फुल फुलिरहेको रहेछ क्या अहिले आउच यो चुत्रु भन्छ क्या यसलाई यो अहिले चाहिँ फुल फुलिरहेछ यसमा चाहिँ यस्तो फल फल्छ कि यस्तो देख्नु भएको छ नि यस्तो यस्तो फल फल्छ अनि यो चाहिँ पाकेपछि कालो कालो हुन्छ ब्ल्याक कार्डमन सबैले खानु त भयो होला देख्नु त भयो होला होइन ब्ल्याक कार्डमनको बोट चाहिँ यस्तो हुन्छ है यो बोट भयो ब्ल्याक कार्डमन चाहिँ यस्तोमा फल्छ है यो अहिले चाहिँ फुल फुलिरहेछ यस्तोमा फल्छ है यो फुल फुलिरहेछ नि जुन यस्तोमा फल्छ है यो चाहिँ फुल फुलिरहेछ यसमा चाहिँ ब्ल्याक कार्डमनहरू फल्छ क्या यो चाहिँ बेला बेलामा सफा गरिरहनु पर्ने अब घर घरमा मान्छेहरूले कुचो त युज गरिरहन्छ नि कुचोको बोट चाहिँ खासमा यस्तो हुन्छ है कुचोको बोट चाहिँ यस्तोमा उम्रिन्छ कुचो चाहिँ यो हो कुचो चाहिँ यस्तोमा उम्रिने हो क्या यो चाहिँ यस्तो टाइपको हुन्छ कुचोको बोट चाहिँ यस्तो हुन्छ है खासमा फाइनली हामी चाहिँ अब लडी खेलेर काफलको बोटमा आइपुग्यो अब काफलको बोट चाहिँ यही हो है काफल चाहिँ के कति छ अब रुखमा चढेर थाहा हुन्छ मेरो भति चाहिँ चढ्न लाग्छ रुख चाहिँ यस्तो छ इस गोल्डे भने सिधै ऊ पल्टेर पुग्छ थाहा भयो नि बिस्तारै चढ ल हर हर महादेव हेलो म कहाँ छु फाइनली म चाहिँ काफलको बोटमा चढिसक्यो यो चाहिँ काफलहरू हो अब काफल टिप्छु अब भति चाहिँ तल छ म चाहिँ अब काफल टिप्छु अब काफलहरू त रहेछ तर म काफल टिप्छु अनि त्यसपछि एक्लै छु कि भति चढेन चढ्न सक्दैन ऊ त्यही भएर म एक्लै माथि आएको छु क्या काफल खानलाई अब म काफल टिप्छु अनि त्यसपछि भेटौँला है त हाया कपाल हँदो रहेछ यार तर चिप्लाएर भएछ काफल चाहिँ यसरी टुप्पा मात्रै फल्छ क्या टुप्पा मात्रै फल्छ यता पनि छ काफल चाहिँ यसरी फल्छ क्या यसरी फल्ने हो यो काफल चाहिँ कुनै चाहिँ एकदम रातो भएछ यो काफल चाहिँ अब चराचुरुङ्गी यो अब हेर्ने पनि हुन्छ नि पशुपन्छीहरू सबैले खान्छ क्या काफलहरू चाहिँ ऐसे काफल टिप्न पनि त्यति सजिलो नि छैन अब काफल टिप्ने भनेको खै टुप्पो मात्रै छ अनि कसरी टिप्नु त नि खै टिप्नै नसक्ने स्थिति अब यता छ है उता मासतिर छ अब त्यहाँ मासतिर त जान सकिँदैन नि त अब भेट्ने जति चाहिँ टिप्छु अनि म लास्टमा तपाईँहरू दिएको चाहिँ यति टिप्यो भनेर हामी चाहिँ अब काफल टिपेर पनि तल झरिसक्यो हट्ट यार हात यस्तो भयो काफल चाहिँ यति मात्रै टिप्यो तर मेहनतको फल भनेको त यसो जङ्गलतिर गएर आफैले खाँदाखेरि आफैले टिपेर खाँदा राम्रो एडभेन्चर जस्तो नि हुन्छ यस्तो घुमघामको जस्तो नि हुन्छ आफ्नो यस्तो वन जङ्गल घुमे जस्तो नि हुन्छ त्यही भएर म चाहिँ आइदिएको होइन तर यो कपाल त कस्तो गुलियो रहेछ
ल गाइस काफल चाहिँ आजको यति नै हो।